देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईलाई सुनाउँदैछु। तपाईलाई विचलित बनाउन, तपाईलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। कृपया मन्त्री बनाइदिनुहोस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गरिदिनु होला, किनभने अहिलेसम्म केही पनि भएको छैन। पहिलो कुरा त प्रशस्त पानी पिउनु होला यो र कहीँ जाँदाखेरि लामो समयसम्म शौचालय जान नरोक्नु होला। म चाहिँ एउटा युरिन इन्फेक्सनबाट चाहिँ ग्रसित भएँ भर्खरै। पानी कम पिउने, चुनावी दौडमा चाहिँ टोयलेट जानु पर्ला भनेर रोक्ने क्रियाकलापले गर्दा मलाई अलिकति स्वास्थ्यमा अलिकति बढी नै असर गरेको थियो। तर अब अहिले म त्यसबाट बाहिर निस्किने क्रममा छु। चुनावी क्रममा दौडिनुभएका साथीहरूको अनुहार हेरिरहेको छु। सबैको खटाई तपाईँहरूको अनुहारले देखाएको छ। तर तपाईँहरूको अनुहार सधैँ यस्तै हुनुपर्छ, जनतासँग सधैँ भिजेको, असिन पसिन भएको, जनतासँग सधैँ गाँसिएको। नेतृत्व र जनताको बिचमा एउटा ठुलो पर्खाल छ। कयौं नेताहरूसँग जनता नजिक हुनै चाहँदैन, किनकि उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने लाग्दैन। आज घर घरमा नमस्कार गरेर हामी पुगेका छौँ, भोलि तिनले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौँ। होसियार त्यो होइन, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्। आज तपाईँहरूले खुसियाली मनाउनु भएको छ। तपाईँहरूको निधारको अबिर पनि कतिको त नुहाउँदा पनि गएको छैन, कतिपय अझै पनि अबिर माला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। तपाईँको परिवार कति खुसी हुनु भएको छ नि, माननीय हुनुभयो भनेर। परिवार, आफन्त, देश विदेशमा कत्रो सेलिब्रेसन चल्यो होला, केक काट्नुभयो होला, दियो बाल्नुभयो होला, रातभर रमाइलो गर्नुभयो होला, खानपिन कति रमाइलो गर्नुभयो होला नि। हो, त्यस्तै उत्सव जनताले 5 वर्ष मनाउनुपर्छ। तपाईँलाई चुनेकोमा, मलाई चुनेको, त्यो हाम्रो चुनौती। यो 5 वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सृजना गर्छ। देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईलाई सुनाउँदैछु। तपाईलाई विचलित बनाउन, तपाईलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय हुन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरूबिच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाईँहरू हेर्नुहुन्छ होला नि। समाचारभित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिले। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गलत गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि धेरै मत आएको छ, लाखौं भोट छ नि, जसले हामीलाई भोट दिएन। अन्य विभिन्न नेताहरू छन्, प्रतिपक्षीय